यहाँ चाहिँ छ मेरो कोरिएन्डर अनि जिन्जर अन्त ओनियन यो काटेर हाल्छु म। अनि त्यसपछि यहाँ छ मेरो मैदा। अब यसलाई चाहिँ रेडी भएपछि कटिङ सटिङ गरेपछि तपाईहरुलाई देखाउने छु। यहाँ चाहिँ मेरो मैदा छ। अब यसलाई चाहिँ म पानी हालेर मजाले मुस्छु। यहाँ चाहिँ मैले मैदा किन पहिल्यै मुसेको भन्दाखेरि पहिल्यै मैदा मुसेर राख्यो भनेदेखि चाहिँ पार्ट्स मजाले उड्छ नि त। त्यही भएर चाहिँ मैले अगाडि नै मुसिरहेको। यसलाई मुसेर चाहिँ पार्ट्समा राख्नुपर्छ हो मोमो बनाउँदाखेरि। अनि लास्टमा चाहिँ मोमो बनाउँदाखेरि चाहिँ रोटीहरू बेल्दा अनि मोमोहरू मजाले बेलिन्छ। अहिले चाहिँ मैले डल्ला पारिसकेँ यसलाई। त्यसपछि चाहिँ मैले ओनियन फटाफट काट्न स्टार्ट गरेँ है। अब यो ओनियनहरू काट्दाखेरि चाहिँ आँखाहरू पनि पुरा पोल्छ नि त। अन्त यहाँ चाहिँ मैले काटेँ यस्तो प्रकारले। त्यसपछि यहाँनिर कति छिटाहरू कोही कोही ठुलो निस्केको थियो हैन, त्यसलाई पनि मिलाउँदै काट्दै गरेँ। अनि काट्दै गर्दाखेरि यस्तो अब बीचबीचमा आँखाहरू पोलेर हैन ठुल्ठुलो पनि निस्किन्छ बीचबीचमा, त्यसलाई पनि हेर्दै काट्नु पर्यो। अब ठुल्ठुलो छ भनेदेखि मोमो बनाउँदाखेरि रोटी नै फाट्छ। त्यही भएर अहिले चाहिँ मैले काटिसकेँ हैन। अन्त यहाँनिर धनिया पनि हाल्नु पर्थ्यो अनि धनिया पनि मैले यहाँनिर काट्दैछु हैन। अन्त कराईमा हालेर चाहिँ मजाले अब त्यसपछि यो धनिया काटिसकेपछि चाहिँ जिन्जर पनि काट्नु पर्ने हुन्छ। अनि भिडियो चाहिँ साह्रै लामो हुने भएर चाहिँ मैले त्यो जिन्जरहरू काटेको चाहिँ हालिन हो। अन्त यहाँ मैले सबै काटिसकेर कराईमा हालेँ। अनि यहाँ मेरो रोटीहरू सबै डल्लाहरू रेडी भए। यहाँ चाहिँ मेरो किमा छ चिकनको हो, मिक्स पनि गरिसकेँ। अनि यहाँ मोमो पनि रेडी छ। अन्त त्यसपछि चाहिँ मैले यहाँ फटाफट बेल्नु स्टार्ट गरेँ। बेल्दा बेल्दा अनि 5-6 वटा 10 वटा जस्तो भनौँ न बनाइसकेपछि चाहिँ मैले त्यसपछि मोमो बनाउन स्टार्ट गरेँ हैन। यहाँनिर मोमोले किमालाई हालेँ अनि यसलाई प्याटर्न दिँदै बनाउँदै हो। अन्त गरम पनि यस्तो बेसी छ हैन। यहाँ बाहिर फ्यान चलाइरहेको छु हलमा चाहिँ। अनि त्यसको फ्यान चलाउँदै बाहिरको हावाहरू हल्का हैन आइरहेको हुन्छ। अनि यहाँ किचनमा चाहिँ खिड्की त छ तर मच्छर पुरा छिर्छ। त्यही भएर हो मैले बनाइसकेर यहाँ देखाउँदैछु मेरो प्याटर्न चाहिँ यस्तो भयो मोमोको भन्दै हो। अब त्यस्तो खास त राम्रो त बनाउन सक्दिनँ तर पनि हल्का फुल्का जति जानेको छ त्यो चाहिँ बनाइदिएको। अन्त हुनु चाहिँ मेरो किमा चाहिँ बहुत बेसी भएको छ हैन। खाने मान्छे त अब त्यस्तो छैन। अन्त यहाँनिर चाहिँ अब भोलिसम्म खानुहुन्छ भनेर हैन बनाउँदै म चाहिँ अब रेडी गर्दै मोमोको। अन्त एउटा रोटी उठाउँदै बनाउँदै हैन बोरिङ पनि भइरहेको थियो, गरम पनि भइरहेको छ हो यहाँ चाहिँ। अन्त अहिले चाहिँ मेरो रेडी भयो 3 मक्टे मोमो। मुनिको चाहिँ त्यति खास भएन अनि मैले एकठौँ हाल्दिएँ हो। त्यसपछि चाहिँ यहाँनिर मेरो सुप पनि रेडी छ। धनिया हालेँ हैन, चिकन हड्डीहरू छ यसभित्र अनि